मैले त सुरुमै भनेको थिएँ हैन, अख्तियारले एउटा कर्मचारी माथि छानबिन सुरु गरेको हो। एउटा गृह मन्त्रालय अन्तर्गतको एउटा चाहिँ कर्मचारीमाथि एउटा कर्मचारीमाथि छानबिन सुरु हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकारै चल्दैन। यो धेरै हिसाबले यो अनुपयुक्त प्रश्न थियो। मैले त्यो बेलै भनेको थिएँ, त्यसकारणले यो राजीनामा आउँदैन गृहमन्त्रीको भनेर। अब अहिले जसरी चाहिँ संसद अवरुद्ध भइरहेछ, अब सत्ता पक्ष र प्रतिपक्षको बिचमा लामै छलफल चलिरहेछ। आज सम्भवतः संसद खोल्न सक्ने सम्भावना पनि छ। गृहमन्त्रीले राजीनामा दिने कुरा फेरि पनि आउँदैन। बढीमा चाहिँ संसदीय छानबिन समिति कसरी बनाउने, के बनाउने भन्ने कुरामा छलफल भइरहेको छ। सम्भवतः हाम्रो चाहिँ म्यान्डेट के हो भने मन्त्रीले त्यो सबै उठिरहेका प्रश्नहरूको विषयमा चाहिँ संसदबाट आफ्नो चाहिँ धारणा राख्ने, सरकारको धारणा राख्ने, अनि प्रतिपक्षहरूले चाहिँ संसद खोलेर त्यो सहयोग गर्ने र यो बजेट सम्बन्धी छलफलको प्रक्रियालाई अगाडि बढाउने कुरा चाहिँ